हेलो एभ्रिवान, म चाहिँ सचेत चिडल अनि म चाहिँ आज तिनतिनीमा हुन गइरहेको राजावादी सङ्गठन अथवा जुलुस के भन्छ त्यसलाई चाहिँ तपाईँहरू माझ देखाउन गइरहेको छु। यदि तपाईँहरू घर बसेर हेर्दै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि। सबै जानकारीको लागि भिडियो अन्तिमसम्म हेरिदिनु होला र मेरो अरू भिडियो हेर्नको लागि सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। यहाँबाट यहाँसम्म जाउँ गाह्रो छ, यहाँबाट तल जाने बाटो छ। आज ट्राम चलाउनै पाइन्छ होला। वरिष्ठ उपाध्यक्ष तथा जनमित्र परिचालन समितिका सदस्य त्यसै गरी नेपाल बचाउ महासङ्ग्रामका संयोजक रमा सिंहज्यूलाई धन्यवाद गर्न चाहन्छु। त्यसै गरी हाम्रो आन्दोलनलाई एकैचोटि सहयोग गराएर आउनुभएका विभिन्न सङ्घ सो
यो चाहिँ तिनगुनेको एप्पल इन्टरनेसनल स्कुल अनि यहाँ चाहिँ म पहिला पढाएको छु मेरो एससी मैले यहीँबाट दिएको अनि यहाँ छन् हाम्रो बहिनीहरू एक्जाम कस्तो भयो कि बाँकी छ छैन सब सक्यो दामी भयो ल गुड फाइनल टर्म सुरु भइरहेछ जस्ट अब यहाँबाट चाहिँ तिनकुनेमा हेर्न जाने के भइरहेछ भने के छ साहिल ठिक छ दाइ एससी कस्तो भयो त राम्रै हो सक्यो हाम्रो साहिल भाइ चाहिँ क्लास 10 हो अहिले एससी दिँदै सकिसक्यो एससी आज कि हो टी सर्टमा के हो यो बुनहरू लेख्दै गुड लक रे के दाइ फ्रम जस्मिन यहाँ खोइ चाँददेखि ल ल ल स्कुल चाहिँ यहाँनिर हो है अनि यहाँबाट निक्लिने बित्तिकै यहाँनिर हामी चाहिँ जुलुस देख्न सक्छौँ त्यस्तो छ अवस्था म चाहिँ तिनजना हाम्रो भर्खर आज एससी सकेर खुसी भएको भाइहरूसँग छु मिस्टर गोपाल यादव साहिल राई अनि रोबिन्स यादव यहाँनिर अनि म यहाँ छु कहाँ हिँड्दै गरेको दाइ आज हामी जुलुस हेर्न कस्तो हुँदो रहेछ नै हामीलाई नि यसो झन्डा राख्नु पर्यो होला झन्डा नेपालको झन्डा जान यसबाट दिइहाल्छ नि के माग्न दिन्छन् कि अहिले हो आमा नेपालको झन्डा ल कन्टलापुर घाममा यहाँनिर यस्तो छ म झन्डा लिएर आउँछु झन्डा एउटा मलाई झन्डा कसले दिन्छ दाइ उडाउनु दिँदैन नि यहाँ धुलो नि उस्तै उडिरह यहाँ सब धुलो राष्ट्रवादीहरूको पासपोर्ट तपाईँहरूले जफत गर्नुहोस् यिनीहरू भाग्लान् त्यसकारण यिनीहरूलाई हामीले अब यो व्यवस्था परिवर्तन गर्न धेरै समय लाग्दैन त्यसकारण यो आजको जनविद्रोह घोषणाले त्यो टुङ्गो लगाउने छ यिनै कुराहरूमा छोटो शुभकामना व्यक्त गर्दै मेरा आफ्नो भन्दै अब यसै गरी आफ्नो शुभकामनाको मन्तव्य राखिदिनु हुनको निमित्त म खुशबु ओली राप्रपाका खुशबु ओलीज्यूलाई म निवेदन गर्न चाहन्छु कृपया जोरदार तालीले सम्मान व्यक्त गरिदिनु अनुरोध गर्न चाहन्छु खुशबु भनेर कुमारले भनिसक्यो अब त्यो उनले हामीले जनतालाई पर्याप्त मात्रामा बत्ती दिएर होइन बत्ती पर्याप्त मात्रामा दिएछ चाहिएको मात्रामा दिएछ नि आवश्यक छैन नि कुलमान आउनुभन्दा पहिला 18 घन्टा लोड सेडिङ हुन्थ्यो अनि लोड सेडिङ हुन्थ्यो अब कुलमान गइसकेपछि अब पनि फेरि पनि लोड सेडिङ हुन्छ कि हुन्छ अब लोड सेडिङ हुन्छ कि कोही बेला बत्ती बल्ने कोही बेला नबज्ने के गरेको यिनीहरूले अब के हुन्छ अब के कसो 12 घन्टा लोड सेडिङ भनेर त दीपक डाकाले भनिसक्यो त्यो डाका हो कि 18 रोपनी क्या भाडामा लिएर भाडा नतिरेको कति करोड छ थाहा छ नि यही केबी ओलीले यसले यति पैसा तिर्न पर्छ यो भाडामा लिएको पैसा तिर्नुपर्छ जन्म पहिले हगेर ऊ बाहिर हुँदाखेरि अब भित्र गएपछि के भन्यो उसैलाई ल्याएर राखेर त्यो पैसा आज पारेर खायो 22 अर्ब उठौती पछौटा उठ्नुपर्ने बाँकी छ नि पछौटालाई के अरे त्यो पैसा तिर्नलाई मलाई लाइन जोड्दै भएर उनीहरूले भनिसक्यो सो यहाँ अवस्था यस्तो छ होइन इन्टरभ्यू लिइराख्नु भएको छ कोही यहाँनिर इन्टरभ्यूको लागि मान्छे नपाएर भौतारिँदै पनि हिँड्नुहुन्छ यहाँनिर हाम्रो महिला सङ्घ यस्तो छ अवस्था अनि त्यो मात्रै होइन क्या यहाँनिर झन्डाको व्यापार पनि हुँदो रहेछ क्या लेट मिसो है त यहाँ चाहिँ झन्डाको व्यापार भइरहेछ कि है एउटा झन्डाको 100 रुपियाँ दिनुभएको छ ठिकै हो प्राइस चाहिँ ठिकै हो ए अघिसम्म 100मा थियो अहिले चाहिँ 500 पुगेछ प्राइस ठिकै छ ल
अल्छी जाम है त ट्राफिक पुलिस यहाँ हुनुहुन्छ स्टेइङ अलर्ट उहाँ चाहिँ तराईबाट आउनु भएको छ भन्ने सुनेको थिएँ 30,000 जना जति तराईको मान्छे धेरै आउनु भएको छ यहाँनिर बाइक बाटोमा रोकेर यो हो नि त विरुद्धमा उहाँहरूले आज कार्यक्रम राख्नु भएको रे भनेपछि माओवादीले आफ्नै विरुद्धमा कार्यक्रम राख्यो किनभने यो देशको सबैभन्दा ठुलो भ्रष्टाचारी भनेको माओवादी काङ्ग्रेस र एमाले हो आज मेरो छातीमा हेर्नुहोस् काण्डै काण्ड लेखेको छ यहाँ यो व्यापार पनि राम्रो छ फ्रीमा दियो तँलाई के पाउँदैन है फ्रीमा राष्ट्रिय बाँधको नाममा पानी फ्री दिनु पर्यो भाषण दिइरहेछ नि भाषण दिएको पनि फ्री पैसा लिएको हुनुपर्छ हाम्रो झन्डा व्यापार यहाँ पनि छ सो दिस इज इट यो चाहिँ तिनकिनेको मिड पोइन्ट यहाँबाट यता ग्राउन्ड सुरु हुन्छ यता पानीसम्म जाने बाटो यस्तो भिड छ अझैसँग 50 छ यहाँ 50 छ झन्डा किनेर झन्डा किनेर 500 रुपैयाँ भयो सबैको 500 यो आजको राजा फाटियो कसरी हिँड भाइ यो त कहाँ छ होला यहाँनिर जुलुसमा आउने म्याक्सिमम फोटोग्राफर भिडियोग्राफर मात्रै छन् सबको हातमा मोबाइल सबले क्यामेरा देखाइरहेछन् कहाँ गयो मेरो केटाहरू के झन्डालाई छोडिदिनु आइदिनु यहाँ मेरोमा हेलो एभ्रिवान म चाहिँ अहिले तिनकुनेको बस स्टप आएको छु यो बस स्टपबाट चाहिँ उता बानेश्वर जाने बाटोमा हो होइन नि यहाँको अवस्था चाहिँ यस्तो छ कोपी पछाडि सो यहाँ चाहिँ यस्तो छ है यहाँ के भइरहेछ केही थाहा छैन हेरौँ के हुँदैछ
म देखाउँछु सबैजनालाई सो यहाँ के लेखा रहेछ म कुनै पार्टीको होइन म जनता हो मलाई जेल नहाल्नु है सही ब्रो यहाँबाट उता जान्दिनु भएको छैन होला सायद अनि यहाँबाट चाहिँ म त देख्दिनँ डल्ले छु है कराउँदैछ ओए आइज बोला उता जाने सो उतापट्टि जान प्रयास गर्छौँ हामी चाहिँ ए भित्रबाट छिरेर हामी अर्को साइड जान ट्राई गर्छौँ यहाँ जान दिनु भएको रहेछ सो उता चाहिँ भएन है यहाँ इन्टरभ्यू भइरहेको छ इन्टरभ्यू हेरिदिउँ न त देशको मल अलिकति बिग्रेको कारणले योलाई देशलाई सुधार्ने आउने कुनै राजावादी होस् नेताहरूले राम्रो सुधार्ने नेताहरूलाई चाहियो अब भोलि आएर हाम्रो देशलाई अगाडि बढाउने जसले पनि अहिले जस्तै हाम्रो भालेन शाहले गर्नु भइरहेछ अनि भालेन शाह जस्तै मान्छे अर्को जन्म लिनु जस्तै हाम्रो धरानको हर्क शर्मा जस्तो उहाँहरू जस्तो मान्छेहरू जन्म लिनु पऱ्यो कि अनि त्यहाँबाट मात्रै देश बन्छ अनि ओपिआमा राजालाई पुनर्स्थापना गर्ने भनेका छन् हजुर यो आन्दोलनको सिक्का राजा पुनर्स्थापना हुन्छ फेरि आउँछ नेपालमा राजा यो मैले भन्नु सक्दिनँ मैले ल्याएर राजा ल्याउनु सक्दिनँ होइन सब उसले पनि आउनु पनि सक्छ नआउनु सक्छ यो जनमानस हेर्दाखेरि तपाईँले के लाग्छ जनताले जे भन्छ जनताले जे भन्नुहुन्छ आजको आन्दोलन हेर्दाखेरि चाहिँ तपाईँ एउटा अनुमानता गर्नु भयो होला नि यस्तो हो भने आजबाट यो राजा आउनुलाई धेरै बेर लाग्दैन यस्तै भयो यो तल्लो बाटो प्रयोग गरिदिनु न यो घरको पछाडिको बाटो प्रयोग गरिदिनु त जानु त यताबाट नजिकै छ अगाडि पछाडि गर्नलाई गाह्रो छ कोही कोही मान्छे यहाँबाट हाम फाल्दै गइरहनु भएको छ खुट्टा नभच्चेस कसैको पनि सो द्याट्स इट हामी चाहिँ यो पट्टिको साइडमा आयौँ होइन यो पट्टिको साइडमा चाहिँ यहाँनिर प्रहरी साथीहरू मामा यस्तो छ अवस्था उताबाट यता आउनु दिनु यस्तो छ अवस्था पुलिसलाई गएर इन्टरभ्यू लिउँ पुलिसलाई गएर इन्टरभ्यू माटो हान्छ माटो सो अब चाहिँ हामी जान्छौँ अर्को साइडबाट यहाँ चाहिँ यस्तो छ अवस्था है सब मान्छेहरू रमिता हेर्दै हुनुहुन्छ भन्न चाहिँ नमिल्ने तर त्यही हो हान्नुपर्छ होला हामी भिडियो खिच्नुपर्छ हाम्रो प्यार बढाउनुपर्छ गाइजहरू फाइन पङ्खाहरू धेरै भएन कि यहाँ यता पनि को बोल्दैछ नि त ए यहाँ चाहिँ ट्राफिक बोल्दै हुनुहुन्छ होला पुलिस यो ओइ कहाँ हिँड्यो ए यहाँ त अनि त्यहाँ एउटा बोर्डर फेरि माथि एउटा बोर्डरै बोर्डर रहेछ पुलिसको फर्ममा है उहाँहरू फर्ममा हुनुहुन्छ यताबाट जाने हो केटा यस यताबाट जानु त दिइहाल्छन् होला नि यता जानु दिन्छन् होला त्यसै यताबाट जाउँ हामी अरू बाटो चाहिँ थाहा छ यो चाहिँ हाम्रो 3 गुणेको तरकारी बजार हो
बस स्ट्यान्ड पनि यही हो हजुरहरूलाई तरकारी किन्नु छ भने यहीँ आउने अरू कहीँ नजानु हाम्रो चिन्ने मान्छे हो यहाँ तरकारी बेच्नु ऊ साथीको उता तरकारी पसल पनि छ जस्तो पानी नि दिएन मामाले त यस्तो फर्मेसन हुन्छ एनजी चारवटा लेयर छ उहाँहरूको बोर्ड मिलर फेरि कहाँ हुँदैन त्यस्तो कहाँ लेट मी सो यहाँ के भइरहेछ हाम्रो धर्मलाई चाहिँ गर्नु नहुने होइन अमेरिकन राष्ट्रपतिले के भन्यो अस्ति तपाईँको चाहिँ 19 बिलियन तपाईँको चाहिँ नि खर्च गरेर नेपालमा नास्तिकता फैलाउनु लागि अनि यस्तो किसिमको भएपछि देशको चाहिँ धर्म संस्कार संस्कृति बदल्नु पर्ने त्यहाँ भौतिक विकासको कुरो छैन के बुझ्नुभयो तपाईँ भौतिक विकास भएन भन्ने कुराले रोजगार शिक्षा स्वास्थ्य भन्ने कुरा होला समयको क्रममा तर राष्ट्र नै नरहने अवस्था भइसकेपछि जनता सडकमा हो क्या हिजो गर्दा हामीले नै भोट हाले हुन् होइन यो तपाईँको राजावादीले तपाईँको राष्ट्रिय दलसम्म बनाएनन् होइन न राजाले तपाईँको चाहिँ न त देशको काम हितमा काम गरेको छ न तपाईँको चाहिँ भनौँ नि 20 वर्षको अन्तरालमा राजाले तपाईँको चाहिँ नि सामाजिक काम गरेको तपाईँको अहिले कस्तो भयो भने मान्छे भनेको चाहिँ एउटा विकसित र नयाँ नयाँ कुरा सोच्न सक्ने प्राणी हो मान्छेले गणतन्त्रबाट विभिन्न कुराहरू पाउँछु भन्ने आशयले सिधा सादा मान्छेहरूले चाहिँ बलिदानी गरे त्यो बलिदानी कसले गरायो त छुटो कुरा रह्यो तर जसले बलिदानी गरे ती सिधा थिए तर बलिदानी गरिसके पछाडि भएको उपलब्धिले चाहिँ के गर्यो भने यो देशले धन कमजोर बनायो राजा फालेर सबै थोक हुन्छ भन्ने एउटा मानसिकता कमजोर एउटा साधारण मान्छेलाई भरेर एउटा युद्ध गराइयो त्यो विदेशीको लागतमा गरेको युद्धले राजा फ्यालिएसँगै राजासँगै के फ्यालियो भने हाम्रो संस्कार संस्कृति फ्यालियो धर्म फ्यालियो हाम्रो चाहिँ तपाईँको इज्जत मान पहिचान सबै कुराहरू फ्यालियो त्यसले गर्दाखेरि तपाईँको अब हामीले के बुझ्यौँ सबै जनताले के बुझ्यो भने यो देशमा राजा राष्ट्रियता र धर्म बिना कुनै पनि कुराको विकासको सम्भावना छैन र त्यस कारणले गर्दा हामीले हिजो जानेर वा नजानेर चाहेर वा नचाहेर यहाँ भित्रिएको गणतन्त्रलाई अब विस्थापित नगरेसम्म छैन भन्ने कुरा सबैले तपाईँले यत्रो जनमानस देख्नुहुन्छ होइन आएको मान्छेहरू हुनुहुन्छ त्यस कारणले गर्दा अब छिटै सकेसम्म छिटै यो देशलाई गणतन्त्र विदाई गरेर राष्ट्रियता धर्म र राष्ट्रियतालाई पुनस्थापित गर्न सक्यो भन्ने मात्र हामी सबैको भलाइ हुन्छ विदेश जाने भाइ बहिनीहरू फर्केर आउनुहुन्छ खेतका गाउँमा भएका बारी खेतहरू बाँझा भएका उर्वर हुन्छन् उद्योग कारखानाहरू फेरि पुनस्थापित हुन्छन् त्यसले गर्दा यो गणतन्त्रको विदाई गर्नुभन्दा अर्को विकल्प केही पनि हजुर अहिले धर्म चाहिँ राष्ट्र धर्मले हिन्दू धर्मलाई होइन यसको तपाईँलाई म एकदम क्लियर कुरा गरिदिन्छु तपाईँलाई एकदम छोटो भनिदिन्छु विश्वमा सबै धर्मको संस्थापन गर्ने राजा चाहिन्छ सबै धर्मका कुनै न कुनै देशमा राजा छ तपाईँले याद गर्नु होला सबै कुनै पनि धर्म कुनै न कुनै देशमा राजा छ तर हिन्दू धर्म मात्र यस्तो धर्म हो तपाईँले एउटा भातमा औषधि हालेर खाता गऱ्यो सबभन्दा पहिला भूपता यसवा भनेर राजाको नाम आउँछ रामचन्द्र पौड्यालले पनि यदि जनै लाउँछन् र भात खान्छन् भने हिन्दू संस्कारमा छन् भने उहाँ राष्ट्रपतिज्यूले पनि तपाईँलाई राजालाई भात चढाएर खानुपर्छ हाम्रो संस्कार हाम्रो वेदले राजाको कल्पना गर्छ हाम्रो हरेक वैदिक अनुष्ठानहरूमा राजाको कुरा गरिन्छ होइन त्यसले गर्दा यो धर्मको सम्राटको रूपमा राजा राष्ट्रियताको प्रतीकको रूपमा राजा देशको स्वाधीनताको रूपमा राजा भन्दैन त अनि मनायो बर्थडे ल ल मलाई हिजो बर्थडे आज ल पार्टी चाहियो नि त राखेँ मैले अहिले त्यसकारण नेपाली जनता एउटा परिवर्तन चाहन्छ त्यो परिवर्तनको निमित्त हामी आज फेरि यो आन्दोलनको अग्रभागमा बसेर हामीहरू त्यसको नेतृत्व गरिरहेका छौँ यहाँ यहाँलाई लाग्न सक्छ यहाँले सोध्नु थुप्रै क्वेसनहरू छ तपाईँहरू किन आज चाहिँ अलिक किन यो धेरै चाहिँ जनसङ्ख्यामा हुनुहुन्छ भन्ने कुरा देशैभरि हामी निस्किनुपर्ने अवस्था छ देशैभरिबाट हामीले खबरदारी गर्नुपर्ने अवस्था छ यो मुलुकको आज हामीले यहाँ थुप्रै परिवर्तनहरू भयो
त्यो परिवर्तनबाट अब मुलुकलाई एउटा सहज सास फेर्न नागरिकहरूले आनन्दसँग जीवन जिउन सहज हुन्छ भन्ने हामी कल्पना गरिरहेका थियौँ तर त्यो अवस्था अब छैन आज मुलुक एउटा अत्यन्तै कष्टकर भयावह अवस्थामा अगाडि बढिरहेको छ यसको निमित्त हामी तपाईँहरूको मिडिया मार्फत सम्पूर्ण देशभक्त नागरिकहरूलाई अबको हामीले आन्दोलनको घोषणा गर्दै गर्दाखेरि सम्पूर्ण आफ्नो आफ्नो घरबाट आफ्नो आफ्नो टोल छर छिमेकहरूबाट आफ्नो गाउँहरूबाट आफ्ना सहरहरूबाट आफ्ना सम्पूर्ण अवस्थाबाट यो सरकारको विरुद्धमा एकै स्वरमा एकैचोटि यो सरकार यो व्यवस्था अन्त्य हुन जरुरी छ भनेर सब नागरिकले भन्न जरुरी छ भन्ने कुरा यहाँहरूको बिचमा म राख्न चाहन्छु हस् धन्यवाद सर मार्केट खायो यस्तो भएन हर हर महादेव पशुपतिनाथ बाबा हर हर महादेव साइकिल बजा साइकिल ब्लग हेर्नुलाई साइकिल ब्लग राजालाई जस्तो देशको माया नेतालाई नहुँदो रहेछ अर्को दाइ नेक्स्ट हिमाल पहाड तराई राजा चाहियो मलाई सही ओके छ भेरी गुड मनदेखि माया गर्नु यस्तो हुनुपर्छ दाइको नाम भनिदिनु न मेरो नाम निरज थापा थ्याङ्क यू दाइ ओए आइज केटा मलाई न छोरे न जागिर न रोजगारी अब बाध्यताले मर्नुपर्ने अवस्था छ विदेशको रिमिट्यान्सले चलेको देश हो सबै बेचेर खाइसक्यो अब यो हाम्रो माग हो यहीँ युवाहरूलाई यहीँ हुनुपर्छ रोजगार भन्ने हाम्रो मेन मान्यता हो राजा आएपछि फेरि त्यो अवस्था सिर्जना हुन्छ हैन अब राजा आएपछि त्यो पक्कै हुन्छ राजालाई मात्र माया हुन्छ देशको यो कहाँको परिचालित भ्रष्टाचारीलाई माया नहुने रहेछ घरपतिलाई घरको माया हुन्छ भने जस्तै राजालाई पनि देशको माया हुँदो रहेछ त्यही भएर त हामी आउनुहुन्छ है अब हामी निरन्तरता यसलाई दिन्छौँ आजको माहौलले केही भएन भने फेरि हामी निरन्तरता जस्तो लागिरहेछ मलाई टिपेर उतै फाल्न आँट्नु भएको छ उहाँहरू चाहिँ ल यस्तो छ अवस्था मेरो पनि आज जोइरहेछ है सब मुख धुँदै हुनुहुन्छ लस्टै गाह्रो यार फक पानी पानी थोरै पानी हान्दै ओइ केटा साइल खोइ अगाडि घुसको अगाडि झिक्ने स्कुल हिँड्ने स्कुल के देख्यो यार पानी दिनु
यता हिँड्न हाम्रो राजा हाम्रो देश हाम्रो राजा हाम्रो देश अब निक्लिन्न कस्तो गाह्रो भयो आउँदैन हो नडराउँ गाईजेसँग बोलिरहेको छ है गरिदिनु पर्छ आँखा पुरै पानीमा गएर आँखा दिनुपर्छ ओ यहाँ नि फाल्यो ल त्यो साहिल भन्ने जन्तु खोइ गइदिनु दोस्रो अगाडि उहाँ अगाडि 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 छ साहिल अगाडि साहिल त फगोरा अरे यार सर गाइस साहिल त टाप मरिँदैन म त भागेर आइदिएको थिएँ मा अब पुरै पुरानो बाघ चस्मा लगाएर आउनु पर्यो क्या आँखा पोल्दैन म त हेरेँ भएन म त आँखा यस्तै गएर खोलेर इग्रिएको थिएँ साइपो भएको भने म त मेरो आँखा बोल्न थाल्यो गाजब त राजा आउनै पर्यो होइन राजा आएन भने मार्नुपर्छ नि यसलाई कसै सब खोलेको के भएर त्यो ग्यासले गर्दा क्या म त यस्तै आँखा यस्तै गरेर हेरेको थिएँ म हेरिएको थिएँ केही आँखा बन्द यस्तै गरेर बाएको साथीहरू पानीमा आएर मुख धोँदै थियो तिमीहरू मैले पनि पानीमा आएर 2-3 चोटि मुख धोएँ त्यो पनि गाह्रो भइदिएर क्या यस्तै आँखा गरेर खोल्यो साल त टाप भइदियो दाइ होइन जानुपर्छ यार फर्किनुपर्छ त्यो मान्छेहरू जो छन् नि तिनीहरूको खिच्नुपर्छ क्या राजबाडीको जित भइसक्यो है जित भइसक्यो अब चार टनाटनीको चिनकुनीमा गाह्रो दाइ गाह्रो भयो के गरे यार यस्तो लास्टै गाह्रो हुन्छ नि पुलिसहरूलाई हान्नु दिएर हुन त पुलिसहरूको के गर्थ्यो माथिबाट न्याय गर्दैछ न्याय के पिओली सरकारले सबको हिसाब हुन्छ गाह्रो भयो दाइ बाला यहाँ बालाको गाह्रो भयो पानी हाल्नु पानी हाल्नु भाइ आँखामा हेर्नु त कहाँ बस्नुहुन्थ्यो कहाँ बस्नुहुन्थ्यो कहाँ बस्नुहुन्थ्यो कि ए यहाँ कहाँबाट आउनुभयो म यहाँ घुम्न आएको बोकाइ गर्छु है यहाँ पनि हेर्न आएको बोकाइ गर्छु फाले ग्यास फाले छ हजुर ग्यास त्यहाँ जानु उता जानु उयासम्म आइसक्यो ऊ त्यहाँ हानिसक्यो क्या जानु तपाईँ जानु उता त्यहाँनिर पानी हाल्नुपर्छ ए हो
भन्ने नि जहाँ पनि सब उता भागिसके तिमीहरू देश बचाउन आएको सबै अगाडि आइज हाल्दैछ अनि यहाँ पनि हाल्दैछन् सबतिर। अब त लास्टै गाह्रो हुन्छ। अब यहाँ बस्नु केटा आइज गोपाल सायन ए यहाँ उहाँहरूलाई पनि गाह्रो भइरहेको रहेछ। उहाँहरूको अवस्था नि गम्भीर छ। सबले आँखामा पानी हाल्दै हुनुहुन्छ। ओइ मुलाहरू जाएर ल उहाँलाई नि गाह्रो भइरहेको रहेछ। कस्तो भइरहेछ भने तिनकुने सबै एकै ठाउँमा राखेर सबैजनालाई राजावादीहरूलाई चारैतिरबाट असुल ग्यास त्यो फालिराख्नु भएको छ क्या। भाग्ने ठाउँ नै छैन क्या उहाँहरूको। अब स्कुल जाने त्यहाँ नबसौँ खोइ त्यहाँबाट गइदिउँ। त्यस्तो छ अवस्था है। यहाँ चेन्ज हुनसक्छ। भन्नु त दाइ फेरि भन्नु त। सिभिल हस्पिटलबाट आइरहेको थिएँ यस्तो भयो यार। आमामा आँखा त डेन्जर पोलेको छ। हाम्रो पनि पोल्यो भन्ने गरी उहाँ प्रहरीहरूको त पोलिरहेछ अनि। तर यो एउटा फाल्नु चाहिँ एउटा पापै हो यार। मान्छे यार कति मान्छे त्यहाँ खाइदिनु यो एउटा चाहिँ पापै हो। यतातिर त नगइली हुन्छ मान्छे। पत्रकार दाइ पत्रकार तपाईँहरू जस्तो जनता हो हामी पनि है। हेर्नुहोस् है ढुङ्गा हान्दा छ नि सारा डर पो लाग्यो यार। हिँड स्टेज त खाली गराइदियो है।
स्टेजमा चाहिँ कसरी आयो होला पुलिसले नै पाल्यो पुलिसले नै पेपर राख्यो पुलिसले नै पार्टीमा त पेट खाली गरिदिनु रे यहाँ बस्दै हो ए बीच है ना आइसके आइसके ये कहीं हमरा को जाएगी तर औषधि ग्यास किन फैला सकाइ पर ढुङ्गाना भइरहेछ पछाडि खोला टोल एउटा खोलाबाट घेरेर आउँदा यिनीहरू कहाँ जान्छ भन्नु त यत्रो संसारबाट छ नि त पछाडि यता आदि हुल गएर खोला खोलेर यिनीहरूको अगाडि एउटा आउने यिनीहरू जाँदैन भाग्दैन यिनीहरू कोही कहाँ जान्छ मान्छे मारेर आँखाले त्यसै छोड्दैन मान्छे मारेर हामी शान्तिपूर्ण आन्दोलन गरिरहेको यो विधानमा विधानमा आएको त पोखरामा अस्ति पानीको फोहोर थाप्दै होइन हामीले त्यसै जाउँ न अगाडि ग्यास आयो भनेर किन भन्छ उनीहरूले ग्यास हालेर हाम्रो अप्ठ्यारो पनि आयो तर यहाँ अवस्था यस्तो छ बाटोमा है अनि ग्राउन्डको अवस्था चाहिँ म तपाईँलाई देखाउन गइरहेको छु सो ग्राउन्डमा चाहिँ यति मान्छे कसो उहाँ कोर्सोदेखि सबैतिर मान्छे हुनुहुन्छ उहाँ माथि कोर्सोतिर रोडमा पनि मान्छे यहाँ पनि मान्छे अब मार पेले जस्तो छ नि सबैजनाले एकजुट भएर आजै हो त्यसमा भिजाएर राख्नु न पानीलाई झरेर दियो एकजुट भएर एकजुट ठिक हुन्छ उतालाई खाने त उता अन्धो हुन्छ अन्धो ऊ हेर्नु माथि फाल्दियो ऊ टपमा त्यहाँ माथिबाट बिल्डिङबाट फाल्दा पनि भारै छ कम्प्लेक्सको माथि हाम्रो राजा हाम्रो देश ढुङ्गाले हिँडायो बिचरा तिनीहरू है नहान्नु नि ढुङ्गा हेर आफ्नै मान्छे लाग्छ त्यस्तो साइकल असुविधा छ पुरा घरको भएछ लास्टिकार भएको छ आँखै रातको छ ढुङ्गा प्रहार भारै छ है ढुङ्गा त्यहाँ अझै हान्ने हुन्छ
माथिबाट असुर ग्यास हान्दै हुँदो रहेछ पुलिसहरू हुन्छ माथि चाहिँ यस्तो छ अवस्था हाम्रो केटाहरू पनि तिनजनै रोए म त अति रोएँ म पनि रोएँ के छ ब्रो अवस्था अवस्था एकदम गम्भीर छ आहा पोलेर यहाँ असुर ग्यास हो असुर ग्यास रहेछ यस्तो हुने रहेछ त्यही त अवस्था हाम्रो पुरै गम्भीर छ के हुँदा रहेछ एकचोटि हेर्नु पर्यो लगेर हेर्नु तर हामीलाई जेसुकै भए पनि हाम्रो राजा हाम्रो देश भनेको हाम्रो प्राणभन्दा प्यारो धन्यवाद सो ग्यासहरू अझै हाल्दै हुन्छ आउँदैछ गाह्रो भयो पानी धेरै नखानु ब्रो अलि राख्नु त्यहाँ चाहिन्छ आँखा पुस्नलाई दाइको त आज डह्रो झरो त दाइ ए उहाँ त पुरै भिसाउनु भएछ हावाले हान्यो कि हान्छ डह्रो हान्छ हामी यताबाट पुलिसले त्यही हामी सबै सो देशको अवस्था यस्तो भएको छ है गाह्रो छ यहाँ सबैजनालाई सबैजना उताबाट जो आइराख्नु भएको छ सबै रोइराख्नु भएको छ मेरो नि आँखा पर्यो यसरी आँसु बिस्तारै बिस्तारै झर्छ क्या ग्यास आँखा परेपछि अब ढुङ्गाले कबार फुट्छ दाइ हो यिनीहरूलाई छोड्नुहुन्न कुनै आएर छोड्नुहुन्न दमन हामीलाई मात्रै गरेर यिनीहरूले प्याज लगाएपछि ठिक हुन्छ दाइ प्याज लगाएपछि ठिक हुन्छ यसो राख्नुपर्छ अनि यसले केही गर्दैन असरै गर्दैन ल पानी पनि हाल्न थालिसक्नु भएको छ ओइ केटा हो जनताले पुलिसको सपोर्ट गरिदिनु होइन त्यहाँबाट लहड्या सो हामी चाहिँ अहिले यहाँनिर हाम्रो स्कुल जाँदैछौँ रेस्ट गर्नको लागि गाह्रो भयो एकदमै 500 मिनट नि जाने चाहियो अनि त्यसपछि हामी पुल पछाडिबाट जान्छौँ एकचोटि के छ अवस्था हेर्नलाई वाटर फायर पनि हुँदै थियो ठ्याक्कै हामी है भागेर भाग्छन् मान्छेहरू अवस्था है यसो अलिकति हेर्नु त यस्तो छ अवस्था है डराउँदै हिँड्नु परेको छ ढुङ्गा हानिहाल्यो भने के गर्ने है टाउको फुट्छ
घर पनि आगो लाग्यो भने किनभने यस्तो छ अवस्था। उता उस्तै द्वन्द्व भइरहेछ, त्यहाँनिर बोर्डर छ अनि यहाँनिर यस्तो भइरहेछ। त्यो घरको माथि बिल्डिङ माथि भरि मान्छे उहाँ हेर्नुहोस् मान्छे। तल हेरौँ के छ अवस्था। ओइ हिँड उता। खोइ सरहरू खोइ। हेलो एभ्रिवान, सो म चाहिँ यहाँनिर भाउजू लिन आएको थिएँ अनि अब हामी यहाँनिर सुन्दरबाट त्रिपुरेश्वरको बाटो हुँदै तिनकुने जान्छौँ। तिनकुनेमा चाहिँ आग लागि भएको थियो, ढुङ्गा हानाहान पनि भएको थियो, भिडियोमा हेर्नु पायो होला। सो त्यसको आगो लागि भएको चाहिँ छैन हालेको। अब यहाँबाट जाँदाखेरि चाहिँ माहौल कस्तो छ देखाउँछु तपाईँहरूलाई। म अघि आउँदाखेरि चाहिँ यता बानेश्वरबाट यता भद्रकाली हुँदै आएको, यता समाजवादीको आन्दोलन चाहिँ भव्य नै भइरहेको थियो। यतातिर चाहिँ त्यस्तो ढुङ्गा हानाहान भएको रहेनछ, जस आन्दोलन मात्रै भएको छ। उतातिर चाहिँ आइडन पुलिसले किन असुविधा फालेको, किन त्यस्तो गरेको हो होइन। अगाडिसम्म त ठिकै थियो, अनि त्यसपछि अब असुविधा फाल्नु थालेपछि चाहिँ अब ढुङ्गा हानाहान पनि भयो, द्वन्द्व भइरहेछ। अब चाहिँ त्यसको है त यहाँको बाटो हेरौँ। भाउजू ट्रेनिङ हुन्छ यताको बाटो अलि नराम्रो छ क्या। बाटो बोलाउँछ तर अगाडि बाटो हेर्न कुनै बोलाउँछ। त्यहाँबाट यता छिर्छु, त्यहाँबाट यता छिर्छु क्या। बाटो बोलाउँछ सर यता यता जानुपर्ने बाटो बोलाउँछ सर, बिचमा बाटो बोलाउँछ यो बाटो बाहेक आउनु न। तपाईँ डिस्कस नगर्नु यता यताबाट मिल्ने सुन्नु भाउजू प्रेग्नेन्ट हुन्छ क्या, 1 मन्थ भयो अनि त्यहाँबाट बाटो नराम्रो छ क्या यता खोलाको। अघि म त्यहाँबाट आएको थिएँ, म तीबाट भित्र छिरेर जानु मिल्दैन। त्यहाँबाट त्यहाँबाट
सो यहाँको सिचुएसन यस्तो छ है सब यस्तो यहाँ चाहिँ दमकल ल्याएर पुरै भाइ कहाँ डुल्या त उता छ घर पुरै आगो लागेको छ अब त्यो अडिट फर्ममा सबै कागजपत्र लफर्मको कागजपत्र अब कार्गोमा कति के सामान छ कागजपत्रदेखि लिएर सारा कुराहरू बाहिर अर्को सामान आएको थियो होला अनि यो स्टेसनरीको गोदाम हो यो सेकेन्ड फ्लोरमा त्यो तल सटरमा चाहिँ पसल हो होइन यहाँ केही भाएन होला खुलेर हेर्दाखेरि त्यो सबै यिनीहरूको टन्नै अब गोदाम थियो कागजपत्र सबै त्यसमा थियो त्योभन्दा माथि अब कार्गोका मान्छेले सोध्नुपर्छ लफर्मको सबै फाइल मात्रै अब सबै थियो होइन अब कम्प्युटर टेबल सबै थियो माथिबाट तपाईँको त्यो माथि अब अडिट फर्ममा त अब 3-4 कम्प्युटर त्यसपछि तपाईँको सारा कुराहरू पनि सबै गयो अन्दाजीमा आगो चाहिँ कसरी लागेको रहेछ यो होइन त्यही त हामीले भनेको सुनेको है हामी कोही पनि छैनौँ यहाँ होइन हजुर अब यहाँ कसरी लाग्यो भनेर बाहिर हजुर पब्लिकको भनेअनुसार के हो भने पुलिसले माथि गएर अब्सोल्युट ग्यास हान हो भन्ने भनाइ छ उहाँहरूको होइन अनि अब्सोल्युट ग्यास पुलिसहरू कसरी माथि गयो त्यो थाहा छैन होइन माथि यताबाट माथि जाने ठाउँ पनि छैन पुलिसले माथि अब्सोल्युट ग्यास हाले हानिसकेपछि त्यो अब्सोल्युट ग्यास फाल्दाखेरि सिसाहरू भएको नि यहाँ गएर आगो लाग्यो भयो भन्ने कुरो छ अरू चाहिँ केही पनि थाहा पाएको छैन अहिले बुझ्दाखेरि कसरी के भयो भन्दाखेरि अब स्टेसनरी केही पनि भएर हेर्नु केही भएको छैन तल आइपी आएर आगो आउने कुरो पनि भन अब त्यहाँ आउने फेरि ठाउँ छैन अब तपाईँको त्यो स्टेज माथि त्योभन्दा माथि अब गोदाम हो अनि त्यहाँबाट माथि गएर पनि आगो लगाएर भन्ने सुनेको थिएँ होइन अब को भयो अब पुलिसले माथिबाट अब्सोल्युट ग्यास हानेको हुनाले त्यही भएर अनिखेर आगो लागेको भन्ने कुरो आयो त्यही कुरो सुनेको छु मैले म पनि प्रत्यक्ष मैले देखेको छैन मैले सुनेको सर यो अब यो बिल्डिङ चाहिँ कति लागतमा बनेको यो चाहिँ हामीले यो 2 करोड 50 लाखमा किनेको 1.5-2 वर्ष भयो भर्खर यो तपाईँको अहिले ऊ त एपिएफ लेखेको भन्दा 270 मात्रै हो सहकारीको त्यहाँदेखि यताको अर्कै हो होइन दुईटा बिल्डिङ एकनाले माथि सहकारीको त्यति मात्रै हो अब त्योभन्दा यतापट्टि छुट्टै हो अब यो क्षतिपूर्तिको लागि के भन्नु चाहन्छ क्षतिपूर्तिको लागि त अब त्यसपछि हामीले अब यो पहिले हेर्छौँ बोलाउँछौँ अब यहाँ प्रहरी बोलाएर सबै सार्वजनिक सुविधा बनाउँछौँ होइन हजुर भनेपछि त्यही रहेछ यहाँनिर माथि गएर पुलिसले अब्सोल्युट ग्यास हानेपछि यहाँनिर जनताले हानेछ ढुङ्गासुङ्गा हानेर अनि अब आगो लागेको छ यसरी त्यो गङ्गङ्गी भएको छ नि मेन स्कुलको आगो त्यहाँबाट मान्छेहरू भर्खरबाट कि तलबाट त्यो एउटा झ्यालमा त ठाडो छैन बिचमा चौकसमा चाहिँ त्यहाँबाट निस्क्यो त्यहाँबाट निस्क्यो तलबाट 1, 2, 3, 4 तलाबाट त्यो मान्छे भएन अनि त्यही भएर ठ्याक्कै भइहाल्यो उसको त थियो नि हतार निस्केको उसको त थियो भन्दै माथि थियो नि त निस्किहालेको प्रहरीहरू भएर मान्छेले हमला गरे मान्छे त माथि नै गएर हान्यो भन्छ त माथि त्यो खोलेरै हाल्यो भने त्यो माथिबाट अनि ढुङ्गा हानेर त्यो त्यहाँबाट हानेर त फुटाएको त यो सिसाहरू सबै फुटाएको त्यही भएर त हो त्यो त त्यहाँबाट ढुङ्गा हानेको पहिला त्यो ढुङ्गा हानेर माथि कौसीबाट ढुङ्गा हानेर टियर हानेको हुनाले चाहिँ ढुङ्गा हानेको होइन कौशीतिर सबैतिर गएको रहेछन् कि प्रहरीहरू उता पनि थिए त्यही त सबै बन्द थियो हाम्रो माथि त बन्द थियो हामी आएर आफ्नो कार्यक्रम खोज्दाखेरि नेपाल पुलिसका कर्मचारीहरू सशस्त्र पुलिसका कर्मचारीहरू त्यो नचाहिँदो काम गरेको छ क्या नचाहिँदो काम अब त्यो शान्तिपूर्व गरेको सभालाई प्रहरीले असुर ग्यास हान्ने शटगनको गोली हान्ने यो कुरो त भएन नि माथिबाट लुकेर सिभिलमा पब्लिकमा मासमा हानिदिने पब्लिकलाई सिभिलमा हानेको
पब्लिकलाई उस्काउने अरू कोही होइन। जे गरेछ आज नेपाल प्रहरी सशस्त्र प्रहरी दोषी हो। यो बिल्डिङ गर्नुमा पनि हाम्रो विभागकै मान्छे हो। नेपाल प्रहरी सशस्त्र सो यहाँ सिचुएसन यस्तो छ होइन। अनि अब हामी तिनकुने ग्राउन्डको सिचुएसन हेरौँ एकचोटि। असल ग्यास चाहिँ यहाँ आएको थियो अगाडि, त्यतिखेर यहाँनिर थियो नेताहरू यहाँ भाषण दिँदै थिए। यहाँ असल ग्यास हालिदिनु भएको थियो। भरिभरा मान्छे थियो, उता माथिसम्म माथि मान्छे थियो, अहिले कोही छैन। सो यही छ आई गेस दिस इज द इन्ड। यहाँ घरमा पनि के भएको बुझिहाल्नु भयो तपाईँहरूले होइन। मैले नि तपाईँले जति सुन्नुभएको छ मैले त्यही सुने हो। यतापट्टिको घर पनि सबै गएको छ। कता कता कुन कुन घर कस्तो कस्तो भएको छ भनेर चाहिँ म मोबाइलबाट खिचेर हालिदिन्छु, किनभने यहाँबाट चाहिँ जुम गर्न मिल्दैन नि त। सो सब्सक्राइब गरिदिनु। आजलाई यति नै। जय नेपाल। तिमी नानीहरू सन्तान त तिमी छ नि, हाम्रो त जिउँदै आएका छन्। अब राजा पनि यहाँ देउता मरिसक्यो, त्यो अलि आक्षेप लाग्ने कुराहरू विभिन्न कुराहरू छ। काठमाडौँमा हेर्दाखेरि त सक्नु छ हजुर। के आक्षेप राम्रो व्यक्ति हेर्ने हो कि हामीले चाहिँ अब राजा हामीले राजा लिएर राजा चाहिँ चाहिन्छ कि राजा चाहिँ हाम्रो लागि राजा नै हो कि भन्ने हुन्छ। हिजो होइन ज्ञानेश्वर देशर भन्ने मान्छे म यो माओवादी पञ्चलेको त्यो आतङ्ककारीको सबभन्दा ठुलो म फ्यान हो, बुझ्नुभयो। सबभन्दा हिजो म किन भाइ खोइ पनि भइसक्यो हो। सब भागा केही पनि भएन, त्यसै डराए। इन्टरभ्यू दिँदै थिएँ, इन्टरभ्यू दिँदै भएको छ। होइन ल भन्नु त देशको माया छैन त तिनीहरूलाई। कमसेकम तिमीहरूको लागि त ल तिमीहरूलाई त डिजल पेट्रोलमा बिक। तिमीहरूको घर परिवार चलाउनु रहेछ होइन, भोकमारी हो। खाना पाउनु तिमीहरूको जान अर्दा परिवार पाल्नु पर्यो होला पार्टीको झोला बोकेर। तर तिमीहरूको भोलि छोरा नातिकोलाई सम्झायो क्या, नाति बनाती आफ्नो देशलाई सम्झायो तिमीहरू। त्यति भन्न चाहन्छु है। अब सो यहाँबाट चाहिँ प्रहरी लेखेर आएपछि भाइ रहेछन् सबैजना टुङ 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 कुदै। एउटा पुलिसले ठेल्दै भगाउँदै आएर रहेछन्। अहिले चाहिँ तर म राजावादी उसबाट अहिले हिन्दू सनातनी भाडावादी अर्को मेरो छ फेरि सनातन हिन्दू देशमा अब सनातन हिन्दू कत्रो ठुलो हुँदो रहेछ हर्न पनि। सो यही हो सिचुएसन। मान्छे त्यहाँ एक्लै राखेर हान्थ्यो।
गुली हाने मेरो मुख कुदायो यस्तो हुन्छ सो गाइज दिस इज इट गोली हाने सुने अब चाहिँ म यहाँ बस्दिनँ किनभने ज्यानको माया बढी छ गोली हाने सुने मैले अनि नजा भाइ नजा यार गोली लाग्न सक्छ है नजा म चाहिँ फर्केँ अब भिडियो गर्दा गर्दै डर लाग्दिरह्यो होइन ग्रुपमा अब जसलाई लाग्न सक्छ नि पुरै लागिहाल्यो नि त सकिएको नि मान्छे जानु न सो द्याट्स इट वाह 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 हालचाल सो द्याट्स इट जानुहुन्न सो म चाहिँ खजना आइरहेको थिएँ अनि यहाँको बाटोमै कार चलाइदिएको रहेछ कतिको अहिलेसम्म भित्र आगो बल्दा छ होइन यो चाहिँ बागमती पुलबाट बालकुमारी पुलबाट जानु हो यस्तो भएर चाहिँ अवस्था अगाडि अगाडि चाहिँ के हुँदैछ हेर गाड़ी पे चला है
सो म चाहिँ मार्टमा आएको छु घर जानुभन्दा अगाडि घर यहीँ हो अब पुगिहालेँ म थ्याङ्क यू एभ्री वान फर वाचिङ यस्तै छ नेपालको सिचुएसन के गर्नु गोली हान्दाखेरि त नि म सातो पुत्लो गएन अनि भागेँ नि म त सो गाइज एभ्री वान हु इज वाचिङ दिस स्टे सेफ हु इज नट वाचिङ दिस अल्सो स्टे सेफ द्याट्स अल फ्रम माई साइड बाई बाई